फेरि म यहाँदेखि भिडियोहरू केही पुरा जोड्न नसके पनि यहाँ म छतकरीबाट म फेरि अर्को भिडियो जोडिराखेको छु माने भन्ज्याङकै बारेमा। यहाँ यस्तो माने भन्ज्याङको रोड यस्तो छ, तर यहाँ बसहरू चलिराखेको रहेछ। तल बस आइसकेको छ। यहाँको यो यस्तो बसहरू आइराखेको छ। यहाँको घरहरू यस्तो छ, घरहरू है राम्रो भइसकेको छ। अनि नानी बोक्दै लु म त मासतिर पुगेर नि आएँ। यसो अब त फर्केको। आज बसाउन हजुर आज त बसाउन खै अब यता टलतिर अब गफ गर्दै अब जानु पर्यो है। ल म अब हिँड्दै गर्छु नि, आउनु नि। यता हाम्रो पुरानो बसेका साथीहरूको आमा बुबाहरू, घनिष्ठ मित्रहरूको यहाँ त अर्को पनि रहेछ कस्तो माने भन्ज्याङदेखि कता बसहरू जाँदो रहेछ। आइयो बाबा राम्रो रहेछ हजुर। म त माथिबाट यसरी भिडियो गर्दै ठाउँहरू राम्रो लाग्यो उता अनि भिडियो गर्दै आएको बाबा। अनि पुगेर त्यहाँ औषधि पानीहरू यसो चेकहरू गरेर आइयो। दाजु लाग्नुभयो? यो चाहिँ बाटो चाहिँ दर्शक साथीभाइ हो, गाविसको हो। यहाँदेखि उता जाने हो सानो तामाङको घर पुगिन्छ। अनि तपाईँको यहाँ बहादुर तामाङको घरमा पुगिन्छ। अरू को छ धेरै यहाँ छन्, मलाई चिन्दछन्। सबैले धन्यवाद। यस्तो छ घरहरू।
यहाँको गाविस भर्खर निर्माण कार्यक्रम भइसकेको छैन, अझै हुँदैछ। हामी यहाँ बसेको यो सानो तामाङको घर। हामी बसेको ठाउँ पहिलेको कोही पनि हुनुहुन्न रहेछ। बहादुर दाइको घर यो हो। आज उहाँहरू खेततिर जानुभएको छ। यो चाहिँ यहाँको नजिकको गाविस हुनुहुन्न रहेछ। हाम्रो बहादुर सरको घर। यो तल्लो सानो तामाङ हाम्रो मेमेको घर। चाहिँ लाग्नु पर्यो। पहिले खाजा खाने दोकान हाम्रो त्यो राम्रो भइसकेको रहेछ। यहाँ चाहिँ दराजहरू के बनाउँदै हुनुहुन्छ। टाकीको मुन्टा यस्तो राम्रो रहेछ। यो चाहिँ हाम्रोतिर चाहिँ तरकारी बनाइन्छ। यहाँ चाहिँ खासै चिन्नुहुन्न रहेछ तरकारी भनेर। साथीभाइ हो यस्तै छ पारीको डाँडाहरू है। गर्मी भयो। यहाँ चाहिँ सुन्तला खेती लगाएको कागती रहेछ। साथीहरूले खासै फस्टिलो देखिएन। रुखी जग्गा परेको रहेछ। अलिक मल जल नपुगेको रहेछ, त्यसैले फस्टाउनलाई गाह्रो भइसकेको छ। के भएको होला, यति राम्रो कागतीहरू फल लाग्नुपर्ने एउटै लागेन रहेछ। सुन्तलाहरू पनि सुक्कै सबै बिग्रेको छ। अघि म घुम्न गएको त्यो कुहिरो लागेको डाँडा, त्यहाँदेखि म यसरी घुम्न आएको त्यो भिडियो गर्दै आएको त्यहीदेखि भइराखेको छ सुन्तला गार्डनमा। पहिलेको घरहरू बनाएको तलतिर पनि रहेछ यो भिरपातिर। त्यो देखिने मेलम्ची सहर, त्यहाँ पुग्नुलाई गाह्रो छ, गर्मी छ। घरहरू हैन दाजु, यो के हो? पास हो? यो तार राखेपछि बँदेल आउँदैन कि डराउँछ। ए म त हेक्की करेन्ट लगाएको हो कि भन्ने हो क्या।
बाँदरलाई ए यो गोपाल थापाको घर वरिपरिको घरहरू गोपाल थापाको ओ भरमा छ सानो टिन लेखेको बजु नमस्कार नमस्कार बजु म मासतिर गएको खै गोपाल दाई खै भटार जानुभयो यहाँ चाहिँ हाम्रो गोपाल दाईको घर त्यो तलतिर छिमेकीहरू बस्नु ल यस्तो मकै झारी छ कस्तो छ साथीभाइहरू गाउँघरहरू ओ मेरो भान्जाहरू स्कुलबाट आउँदैछ भान्जा स्कुलबाट ए भान्जा यो मान्छे मार्ने हो ला भान्जा भान्जी सम्हाल है गाई छ हाम्रो भिडियो चाहिँ एकदम राम्रो रमाइलो भइराखेको छ यता हाम्रो सिन्धुपाल्चोक जिल्लाको ग्याल्ठुम भन्ने ठाउँतिरहरू तारामाराङको गाई छु यहाँ चाहिँ यस्तो यो देवी थानकोहरू घरहरू यो कोहरू होला